Hello everyone, welcome back once again to another video. आजको यो भिडियोमा चाहिँ बाबा अनि म मिलेर बाबाको गाडी बनाएर दिएको कि बाबाको के गाडी बिग्रेछ अरे बाबा चाहिँ अघि नै नपड्किकन भित्र घुसिसक्नु भयो। दाइ के बिग्रेको? क्लचको तार चुट्यो। क्लच भनेको त एक्सलेट हान्नु हैन? त्यसको तार चुटेको छ अरे अनि नयाँ तार लिएर आउनुपर्छ अनि बाबा चाहिँ दुकान बस्छ। बाबा तपाईलाई भन्नु पनि हुन्छ बेसिकली कसरी बनाउने भनेर हल्का फुल्का हैन मिलो भन्दैन त। दाइ अनि त मान्छेलाई के नबुझाउनुको? भ्याउँदैन अरे नि त। आना भ्याउँदैन न? आना भ्याउँदै जाँदाखेरि बाबाले खुदले बनाउन थाल्नु भयो। यहाँ भित्र बस्नु पर्छ हैन कहाँ तार कुरा छ। म उतापट्टि गएर तपाईलाई देखाइदिन्छु ल। किनभने यहाँ चाहिँ अलिक अप्ठ्यारो भयो देखाउन हैन। हाम्रो मम्मी चाहिँ पुरा पिना लगाएर ताकमा बस्छ चाहिँ यहाँ धेरै भयो अरे कि अनि यो तार चिरा चाहिँ बाबाको बिग्रेको हैन यो एक्सलेटर हैन त भुम 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 गर्ने हैन रेडी एक्सले स्पिड बढाउनेलाई चाहिँ बिग्रेर छ कि अनि म पनि भित्र सुते लेटेको छु हैन अनि उयो पक्रिदिनु पर्ने छ किनभने निकै लामो भयो नि त नखोलेको त्यसको जाम भएको छ अनि म चाहिँ यताटिको यो पालस पक्रिदिन्छु बाबाले चाहिँ फिगर छु हुनुहुँदैछ पुरा टाइट भइसकेको छ कि म चाहिँ हेल्प गरिदिन घुसेको थिएँ म पनि यो स्लिपिङ पोजिसनमा आइपुगेको थिएँ इन्जिनको भित्र आएर हैन अब यो मेकानिक मान्छे आएको थियो भने छिटो गरिदिन्थ्यो होला मलाई तरिका थाहा छैन अनि किनभने यो मेगा सानो होला नि त अलि अप्ठ्यारो पनि हुन्छ अरे कि अनि पुरा गन्दा पनि भइसकेको छ धुलान बेला पनि भइसक्यो देखाउन पनि मिल्दैन कि अलिकति किन भन्दाखेरि एकदम क्लोज भ्यू छ नि त भुइँमा लिन्छ भुइँ छ लेट मी ओपन बाबाले सक्नु होइन लेट मी ट्राई एक्चुअली के भएको छ भन्दाखेरि यो बाबाले जाम पक्राउनुपर्छ नि त यो नट त भइसक्यो कि अनि त्यसको वजहले मलाई खाइसक्यो नि त खाइसक्यो भने चाहिँ यसको त हुन्छ त फोर कर्नर पर्ने त्यो बिग्रिसक्यो कि त्यसको वजहले त्यो स्लिप खाँदैछ न त अघि निस्किने रहेछ यो घुमाउँदाखेरि घुम्न मानेको छैन घुमाउने हल्का फुल्का त घुम्दैछ तर माथि स्लिप भइसकेछ कि खाइसकेछ नि त यो रिङ चाहिँ त्यसको वजहले चाहिँ निस्किसक्यो अब यो निस्किसक्दा त यो निस्किसक्दा त भइहाल्थ्यो लेट मी हेल्प बल्ल निकालिसक्यो साथीभाइहरू दुईटा हात एकदम जोड दिएर निकाल्नु परेको थियो कि पुरा जाम भइसकेको रहेछ नि त अब निकालेर उतापट्टिको पनि निकाल्ने भएर होइन रेडी कस्तो ताती छ जाम भएर धेरै नै टाइट भयो नि त नि यो पुरा तातेको छ अरे बाबाले भनेको यो चाहिँ नि त किनभने फ्रिक्सन होइन त्यसको वजहले अब उतादेखि तार निकाल्ने होला अनि उतादेखि तार निकालेपछि चाहिँ एन्ड देन विल फिट द न्यू वान टु बाहिर राखेको होला अब उदौरा चाहिँ हामीले निकालिसक्यौँ नि तार अनि कता उदौरा तार्नुपर्छ सजिलो हुन्छ कि लेट्स सी ल बाबाले उदौरा तार चाहिँ तार्ने निकालिदिनु छ भने होइन अಯ್या सुरु त तार्दा निस्किन्छ नि त लाने पनि गर्नु पर्यो तानेर फिटिङ पनि गर्न जानु पर्यो फेरि यता र मिल्दैन त यहाँ माथि क्लचको रहेछ नि त यो हुन्छ त जो तपाईँको एक्सलेट बनाउने होला त्यसको चाहिँ हो क्या अनि त्यो चाहिँ बिग्रियो भने चाहिँ एक्सलेट गर्दाखेरि चल्दैन नि त बिना एक्सलेसनको होइन अनि तार हेरेर तरिकाले पनि पुऱ्याउनु पऱ्यो बाबा चाहिँ पुरा हेर्नुहुँदैछ कहाँबाट निकाल्नु भनेर उताबाट सारेर चाहिँ यतापट्टि आउनु भएन उतापट्टि लक लागेको छ अरे अनि त्यो लक चाहिँ निकाल्नु पऱ्यो म चाहिँ तपाईँलाई देखाउन खोज्छु भनेको हेरौँ लेट्स सी म भित्र घुस्न सक्दिनँ होला हो लेट मी ब्रिङ वान बोरा होइन अनि उता यसरी तपाईँलाई देखाइदिन्छु कि लक कसरी खोल्नुहुन्छ भनेर गिभ टु बी फास्ट अनि बाबा फटिक बढिहाल्नुहुन्छ कमरिया अनि यतापट्टि सजिलो रहेछ घुस्नु त ल दिएर यहाँ जुम गरेर देखाइदिन्छु ल ए नदेखिने रहेछ माथि रहेछ नि माथि कहीँ अर्कै जग्गा रहेछ कि मेन चाहिँ त्यहाँनिर एउटा लक रहेछ कि साथीभाइहरू अगर तपाईँ देख्नुहुँदैछ ले हेर्नु जुम हेर्छु त्यहाँ एउटा लक छ त निकाल्नु भयो जस्तो छ त्यहाँ एउटा लक छ कि त्यो लक छ त त्यो लकको खोलिसकेपछि त्यहाँ चाहिँ उता यसो तान्दाखेरि निस्किन्थ्यो तर अब मेकानिक मान्छे त होइन त्यसलाई अलिक समय लाग्दैछ यहाँनिर रिङ नि बाबाले फोन गरेर साथीलाई सोध्नु भयो उयो स्क्रु चाहिँ खोल्नुपर्छ अरे होइन यो वायर त्यहाँनिर टाँसेको छ नि त ए मेकानिकलाई फोन गर्नुभएको अनि त्यसले भन्दाखेरि त्यहाँनिर खोल्नु चाहिँ 12 नम्बर लाग्छ भने त 11 नम्बर लाग्ने रहेछ अनि तर कस्तो अप्ठ्यारो ठाउँमा रहेछ कि त्यो चाहिँ खोल्न कति साह्रो पर्ने रहेछ भने न सुते लेटेर होइन उदो लेटेर गर्दाखेरि न त्यति स्पेस एक राउन्ड सानो राउन्ड खोल्नु पर्ने रहेछ होइन अनि बाबा चाहिँ अलि निकै खोल्नुहुँदैछ म चाहिँ यहाँले सुट गर्दै देखाउँदैछु
बिस्तारो तान्नु है ल बुढाङ बाबाले उयो खोलिसक्नु भएन अनि म बिस्तारै तान्नु हुँदैछ भएर अन्त माथि मोटी आँट्यो होइन लु अब चाहिँ बल्ल निस्क्यो होइन अनि उयोहरू गुन्टी चेन्ज न अब अर्कोवाला निस्किसक्यो यो पुरानो खराब निस्केर अब नयाँ हाल्ने हो नयाँ दिउँ तपाईँलाई उता हाल्दै जानु पर्यो नि अगाडि कहाँ माथिबाट म त्यति म बाहिर निस्किँदा माथिबाट हाल्दै जान्छु होइन कस्तो अप्ठ्यारो जग्गा सुतेको छ नि त यो बाबा पनि निस्किनु भयो अब बाबाले उता फिटिङ गर्छ यो चाहिँ के बिग्रेको छ दाइ यहाँ कुन चाहिँ ए यो तार माथिबाट चुटेछ नि त अनि बाबा चाहिँ भन्दै थियो रास्तामै बिग्रेछ अरे अनि त्यसलाई उफाल्दै लिएर आउनुभएको अरे होइन कस्तो अप्ठ्यारो भयो अरे यहाँनिर डाउन स्टार्ट गरेर नि त त्यो त्यहाँ थियो ब्यागभित्र तपाईँको खोइ नयाँ तार अनि नयाँ तार पनि कान्छ त्यहाँ माथि चाहिँ अब उतारेर हाल्नु छ म चाहिँ उताको सिटबाट नि त नि ह्यान्डिम्यान सिटबाट त्यहाँबाट ताल देखाइदिन्छु बाबाले कसरी फिट गर्नुहुन्छ भनेर यो चाहिँ माथि हुन्छ यो चिज छैन नि त यो चाहिँ चुटेको रहेछ नि त अनि पछि होइन यो नि यहाँ सानो दुधको छ होइन यसले तान्छ यो पक्रिनु पऱ्यो यसैको चुडियो भने यो चाहिँ एक्सलेटर नि त स्पिड बढाउने स्पिड घटाउने होला है अनि उता सानो दुलको छ होइन त्यहाँबाट चाहिँ हाल्नु पऱ्यो म देखाउन अप्ठ्यारो भयो हातले देख्नुभयो तपाईँले बाबु त्यहाँ छिराउँदैछ होइन त्यहाँबाट छिराउँदै उधो तान्ने हो सिधा अनि यहाँ फिटिङ गरिदिनुपर्छ छिनै मानेन हौ साथीभाइहरू यहाँ पनि रुखलाई उताले माथि चढ्छु अनि माथिबाट देखाइदिन्छु तपाईँहरूलाई होइन यो अब मिलाइसक्नु भयो बाबाले होइन मलाई ठेल्नेको दिनु भयो तर यहाँ अड्किन्छ हौ दिदी त्यो यत्रो छ त एउटा तँले छिन दिँदैन बस पुरा समस्या रहेछ रुक्नु उता हेरेछु ल त्यता रुक्नु यता हेर्छु छिर्नै त पर्ने हो तर धेरै ठुलो भयो कि दिदी यहाँ छिर्दैन दिदी साथीभाइहरू हामीले गल्ती हाल्दै रहेछौँ कि यो चाहिँ उधोबाट यताबाट चाहिँ यस्तो छिराएर नि त नि यताबाट यस्तो छिराएर माथि गर्नुपर्ने रहेछ हाम्रो चाहिँ उल्टा माथितिर चाहिँ हाल्दै रहेछौँ कि त्यो चाहिँ अलिक गडबड भयो होइन अनि त्यसले अब म उधो साथै ढकेल्दै माथि दिन्छु अनि त्यो बाबाले मिलाउँछ माथि ठक्क फाइनली अब बहुत ज्यादा लम्बा डिबेट भएको चाहिँ बाबा अनि मेरो बिच नि त नि उधो यतालाई छिराउने प्लान भयो होइन अनि बाबाले चाहिँ यताबाट अब मिलाउँदै जान्छ कि म आइदिएपछि आइदिएको छ नि त मिलाएर अनि त्यहाँ ठक्कै यहाँ निकाल्ने हो कि किन भन्दाखेरि यो त मलाई भाइ त बादमा यो मुद्रो भने यो चाहिँ माथिबाट यसो अड्केर बस्ने हो कि यो चाहिँ घुस्न चाहिँ घुस्छ तर अगर टेरा घुस्छ भने यो चाहिँ छिना मान्दैन नि त किन भन्दाखेरि द होल इज भेरी स्मल त त्यहाँदेखि हुँदैछ होला नि त यो दुलको छ त दिस होल दिस वान बसिहाल्छ कि यो छिना मान्दैन त्यसैले उधो यताबाट छिराउने हो कि अनि त्यहाँ यताबाट छिराँदै लिएर आएर अनि त्यहाँ माथि टक्कै फिट गरिदिनुपर्छ अनि त्यहाँ उधो चाहिँ मिलाएर सजिलो हुन्छ नि त सो फिटिङ गर्दै चाहिँ तपाईँलाई देखाउन मिल्दैन है कि बिकज आई ले डाउन होइन अनि फिटिङ गरिसकेपछि तपाईँले देखाउँछु ल अगर मिलेछ भने त अल ट्राई टु सो यु सो यताबाट चाहिँ फिट गर्नु भएन यहाँ देख सक्नुहुन्छ है फिटिङ गरिसक्नु भएन अब यसलाई बडै कस्ने हो उतातिर जोडेर नि त नि फिलहाल चाहिँ अब चाहिँ माथि एक्सलेटरमा जोड्नुहुन्छ बाबाले होइन त्यहाँ दुलबाट निकाल्नुहुन्छ यता चाहिँ मिलेन बिकज अफ त एक्जोस्टको त्यो छ त त्यसले देखिन होइन अब माथि चाहिँ निकालिसक्नु भयो होला अब यहाँ बाँध्दै निस्किन्छ म माथिबाट तानिदिन्छु होइन माथिबाट तान्दै निकाल्छु म चाहिँ कुटो पनि चाहन्छु कि सानो रहेछ नि त स्पेस दिएको छैन दुलको भयो त्यति निकाल्ने बेला भयो लु अब बाबाले भन्दैछ त मुख दिनु उपाय भएन भन्दैछ फेरि त्यहाँबाट केबाट बाङको ढेडतिर भएर हो आयो त रुक ल म तान्छु हल्का माथि छिराइदिनु त ए अब चाहिँ निस्क्यो नि त साथीभाइहरू लेग मी तान्छु ल माथि सबै अन्त सर देखाउँछु तपाईँलाई फाइनली के हुन्छ लु भयो मोमेन्ट अफ ट्रुथ साथीभाइहरू होइन अब यो चाहिँ स्टार्ट गरेर बाबा चाहिँ हेर्न आँट्नुपर्छ कि हाम्रोले एक्सलेरेटको बनाएको के अरे सक्सेसफुल भयो कि सक्सेसफुल भएन भनेर होइन
भएको छैन टाइट गर्नुपर्छ भएको छैन साथीभाइ म चाहिँ गएर टाइट काट्छु अब उदोर होइन बाबा माथि बसेर भन्नुहुन्छ भयो कि होइन भनेर दिस इज द वान द्याट आई हेभ टु टाइट होइन बाबा चाहिँ माथि एक्सप्लेन हुँदैछ कस्तो अप्ठ्यारो ठाउँमा चाहिँ हात नै गल्यो एक दुई घुमाएको त ए चिने मैले हात गलेर रुक साथीभाइहरू यो गर्छ नि देखाउँछु भरे सक्सेसफुली गाडी चाहिँ हामीले बनाइसक्यौँ होइन अनि अब बाबा चाहिँ उनीहरूको जति पनि नट्स अनि बोल्टहरू हामीले अघि खोलेको थियौँ होइन त्यो चाहिँ बाबा बनाउनुहुँदैछ होइन मतलब स्क्रु टाइट ब्याक गर्नुहुँदैछ किनभनेदेखि सेफ्टी नेट इज भेरी इम्पोर्टेन्ट होइन यस चिजको लागि अनि गाडी स्टार्ट गरेर अब तपाईँलाई देखाइदिन्छु होइन अनि क्लच बाबाले हाल्दै पनि देखाउँछ क्लच अनि ग्लास मिन्स गियर चेन्ज हुँदैछ होइन त्यो पनि चेक गर्नु त्यो किनकि यो गियरको अन्त मेन चाहिँ तपाईँको जो खराब भएको होइन अनि त अब यो गियर चेन्ज हुँदैन त्यो पनि स्टार्ट गरेर देखाइदिन्छ बाबाले वैसे मिसन इज सक्सेसफुल अब चाहिँ सब कुछ नट फेटहरू सबै फिट गर्नुभयो बाबाले होइन अनि त्यहाँ यहाँ अलिक साफसफाइ गर्नुहुन्छ अनि स्टार्ट गरेर देखाइदिन्छ अब बाबाले अनि स्टार्ट उयो पनि अलिक चेक गर्नुहुँदैछ होइन कि के मतलब रहेको रहेन रोल पऱ्यो होइन अब एकदमसँग पर्फेक्ट गर्नुपर्छ नि त गाडी भनेको चाहिँ इट्स भेरी क्रुसियल थिङ्स होइन इट सुड बी ह्यान्डल विथ भेरी सेफ्टीली होइन किनभनेदेखि अलिक के भन्दाखेरि बिग्रिने चान्स छ सो बाबाले अब यहाँनिर देखाइदिनुहुन्छ होइन यता घुमाइ देखाइदिन्छु म चाहिँ बाबा स्टार्ट गरेर अनि त्यहाँ प्लस छान्दै गरेको देखाउँछ नि भित्र गाडी थन्काइदिनुहुन्छ अरे कि बाबा चाहिँ गाडी स्टार्ट गर्नुभयो अब स्टार्ट भयो भने अब गाडी लगाएर अब अगाडि निस्किन्छ अनि त्यहाँ भित्र गाडी खोलिदिन्छ क्या यो नि त एक्सरे लागि भाँचेर गएपछि गाडीबाट भएन अरे कि गाडीको हिँड्यो गाडी अब धन्काइदिनुहुन्छ बाबाले आफ्ना ग्यारेजभित्र होइन अनि कस्तो लाग्यो साथीभाइहरू आजको यो गाडी रिपेयरिङको भिडियो राम्रो लाग्यो लाइक गर्नु होला सब्सक्राइब गर्नु होला अनि भेटौँ अर्को भिडियोमा तब सबैजना सेफ इन सबलाई टेक केयर एन्ड बाई